क्या किन फोन काट्ने? किन मेरो मुड खराब गरे? मुड खराब भने त्यस्तै शङ्करले नहो त्यस्तो भनेपछि रिस उठ्दैन त? तिमीले भने त मैले के भनेछु त? मलाई नडाँटेर भन। हेर म तिमीलाई साँचो माया गर्छु, म मजा गर्न लाग्छ सिरियस भन्नु। हिजोदेखि मुड चढ क्या छ मेरो। त हाम्रो के मुड खराब भएछ छैन के? शङ्करले चिक्या हो किन नडाँटेर भन। शङ्कर मलाई भन्न लाग्छ खाली मुलीमा पागल नबनाई। तिमी आफै भन्छ कि तिमी मजाक गर्छन् भनेर, अझ तिमीलाई मेरो माथि विश्वास नै। अनि तिमीले हिजो शङ्करलाई किन भन्यौ त हाल हाल विनाजु भनेर? अरे भाइ हामीहरू यस्तै भन्छु त त्यहाँ के भयो त? अनि मलाई रिस पनि उठ्नु लाग्छ, हाँसो पनि लाग्न लाग्छ। थाहा छ तिमीलाई म माया गर्छु अनि तिमी दुनियाँलाई हाल हाल भनेर भन्ने रिस उठ्दैन? हामीलाई के रिस उठेन के त? हाम्रो त झन् मुड खराब छ अस्तिदेखि। अनि तिमी भन्न लागि शङ्करलाई, शङ्कर मलाई रेकर्डिङ सुनाउन लाग्थ्यो हाल हाल विनाजु भन्नु लागि। साँच्चै शङ्कर विनाजु तर लाइनमा कुरा गर त अहिले म यिनलाई भन्छु। फोन लाग्न लाग्छ नि, मैले त्यसलाई नै कति देरदेखि फोन ट्राई गरेँ मैले त। रोगा म अहिले म तिमीलाई हड्काउँछु। खाली मुली माउ गर्न लागेको छ। सुन के सुन्दैनौ तिम्रो पनि? कुरा सुनेर ल्याऊ। सुन्दैन। गाउँमा अरे तिमीलाई 2-3 चोटि मैले टिकेको अरे त यत्रो किच्छु। हे भगवान नडाँटेर म पस्ताउन लागेको छु क्या तिमीहरूसँग कुरा गरेर। आजदेखि म कुरै गर्दैन, न तिमीसँग न ती भिनाजुसँग। मजाक नगर। शङ्करले गर्दैन आजदेखि त म कोहीसँग कुरा गर्दैन। शङ्करले चिक्या हो कि नै? अनि त्यसले कसरी थाहा भयो तिम्रो किच्चो ठुलो छ भनेर? मैले त दिएको अरे उल्टा सिधा नबोल है, नबोल। कलस भित्र पनि त्यसको चुचु